यो फोटो विशेष अदालतको मुख्य न्यायाधीश जसलाई अध्यक्ष भनिन्छ टेकनारायण कुँवरजीको हो। उहाँ गगन थापाज्यूकोमा यसरी जानुभएको उहाँको कार्यकक्षको फोटो हो। मैले यसको तुरुन्तै भोलिपल्ट यस विषयमा यो मान्छेलाई कारवाही गर्नुपर्छ भनेर लेखेँ। त्यो भएन, के पनि हुँदैन। प्रमाण हेर्न चाहनुहुन्छ मेरो अफिसमा आउनुहोस्। अदालत राजनीतिक कब्जामा गयो, अब अदालत जस्तो रहँदैन। यहाँ बदमाशी सिवाय के हुँदैन। राज्य व्यवस्था समितिको अध्यक्ष रामरी खतिवडा कस्तो पोजिसनमा पुगेको छ, उसलाई के आरोप लगाएको छ, मलाई यहाँबाट भन्न घिन लाग्छ। मलाई मन लाग्दैन, मेरो मुख बिटुलिन्छ जस्तो लाग्छ। भिजिट भिसाको प्रकरण तपाईँले सुन्नु भएको छ नि, कति नाङ्गिएको छ यिनीहरू को हुन्? यिनीहरू कांग्रेसका साथीहरू। कहिले कुन मन्त्रीले भ्रष्टाचार गर्यो भनेर कसले के विवाद उठेको छ, कहिले कुन मन्त्रीले भ्रष्टाचार गर्यो भनेको छ। कोही मान्छे चोखो देख्नुहुन्छ तपाईहरू? कोही पनि मान्छे विवादमा नरहेको कांग्रेसका कोही नेताहरू देख्नुहुन्छ? कत्रो विवाद चलेको छ। टेरा मक्समा ज्ञानेन्द्र बहादुर कार्कीलाई किन मुद्दा चलेन? किन मोहन बहादुर कार्कीलाई मात्रै चलायो? ओइ कांग्रेसका साथीहरू, सोध्नुहोस् त तपाईको नेताहरूलाई आफैलाई पनि। हे माओवादीलाई चिनेको छैन कि भनेर। सबै नेपालीले चिनेका छन् माओवादी को हो, कहाँबाट चल्या हो, के भएको भनेर। सबै भोका नेताहरू, चप्पल पड्काउने नेताहरूको अहिले गगनचुम्बी घरहरू प्रत्येक टोलहरूमा छ। कोही एमाले कोही माओवादी साथीहरूले यो भन्न सक्नुहुन्छ कि तपाईहरूको दलीय आदर्श बाँचेको छ तपाईका नेताहरू। तर तपाईहरू अझै पनि झुक्क्यानमा माओवादी भनेको त यस्तो सिद्धान्त हो, एमालेको सिद्धान्त यो हो, कांग्रेसको आदर्श यो हो भनेर हिँडिराख्नु भएको छ। तपाईहरूको राजनीतिक नेताहरूले तपाईहरूको दलको कसैको पनि आदर्श जिउँदो राखेको अवस्था छैन। मान्नुहोस्, उहाँहरूले देश कोपर्नु भएको छ। नेवार समुदायका साथीहरू जाग्नुहोस्। अहिले कांग्रेसको, म एमालेको मान्छे हुँ, कांग्रेसको मान्छे हुँ, माओवादीको मान्छे हुँ, म राजावादी हुँ वा म राप्रपावादी हुँ वा कुनै वादी हुँ, त्यस्तो वादमा तपाईहरू नबोल्नुहोस्। देश वास्तवमा सिद्ध्याइएको छ यो गणतन्त्र आइसकेपछि। स्पेसिफिकली विशेष गरिकन गणतन्त्र आइसके पछाडि सबै भोका नेताहरू, चप्पल पड्काउने नेताहरूको अहिले गगनचुम्बी घरहरू प्रत्येक टोलहरूमा छ। तपाईहरू जवाफ दिन सक्नुहुन्छ? कांग्रेस भनेर कांग्रेसका नेताहरूलाई भोट हाल्ने नेवार साथीहरू, नेवार कम्युनिटीका साथीहरू, म जिन्दगीभर मेरो घरको पुर्खा कांग्रेसमा हुर्किएको पुर्खा हो। मैले कुनै पनि पद विद्यार्थीको कालमा पनि लिइन।